हेलो गाइस, आज म भ्लग बनाउन जाँदैछु, त्यो पनि हाट बजार। आजको छोटो मिठो धेरै बजी चाहिँ भ्लग आएको छ। छोटो मिठो हुनेछ भ्लग। सम्पूर्णले भ्लगमा नयाँ च्यानलमा नयाँ हुनुहुन्छ भने र भ्लगमा आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरेर यो भिडियो लाइक गरेर सर्वप्रथम लाइक ठ्याक्कै ठोकेर सुरु गरौँ भिडियोबाट। आउनुहोस्, आज म चाहिँ हाट बजार देखाउने छु। छोटो, एकदमै छोटो हुनेछ, रातको भ्लग होइन, नाइट भ्लग। कस्तो हुन्छ सम्पूर्णले हेरेर प्रतिक्रिया दिनु होला। कस्तो हाट बजार जाँदैछु, छोटो मिठो छ। जे पनि लाइक कमेन्ट गर्नु भएको छ लाइक कमेन्ट गर्छु, नसब्सक्राइब गर्नु। र त्यही म चाहिँ बजारमा छ। अब हाट बजार पुग्न लाग्यो। छ बजार चाहिँ अलिकति टाढा छ बजार आउँदैसँग। के भन्नु खै, सुन्नु त हेर्नु होला नाइट भ्लग कस्तो लाग्छ। राम्रो लाग्यो म लाइक कमेन्ट सेयर गरिहाल्नु होला। के भन्न चाहे म के हुन चाहे स्मल गरेर सानो गरेर र ठ्याक्कै पछाडि बजेकोबाट थाहा भयो कि कुरो भनेर होइन। त्यति बेलासम्म थाहा थिएन। ओइ कता हो ल के अरे म त मम्मीले आलु लिनु पठाएको हो कि तिमीलाई भेट्न आएको हो कि म त हो कि तिमी आउँदैछौ भनेर मम्मीले पठाएको क्या। प्यारी समझ गई। कता जाने हो? के हामी चाहिँ हाट बजार आइपुग्यो। हामी चाहिँ हाट बजार आयो है। र भिडियो कस्तो लाग्छ कमेन्टमा प्रतिक्रिया दिनु होला। र कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। यही भन्न चाहे म चाहिँ। मम्मीले आलु लिनु पठाएको थियो माइजू साइकलमा। बजारको महल चाहिँ खतरनाकै छ, रमाइलो छ। त्यस हेर्नु चाहिँ माइजू हाटामा आएको देखाएर चाहिँ भ्लग नबनाऊ होला होइन। सबले मैतिर हेरिरहेको कि त्यही भएर यसो होइन। र कपडा सपडा छ। जतिजनाले पनि हेर्दै हुनुहुन्छ म फेरि पनि भन्छु लाइक कमेन्ट सेयर गरिदिनु होला। पुरै खेलाउन सुनाउन सबै टप चप्पलहरू सबै छ। कपडाहरू चलिरह्यो। यता चाहिँ स्टलहरू लागिरहेको छ। यो चाहिँ शनिबार लाग्छ यो हाट बजार चाहिँ होइन। कस्तो लाग्छ जोस रमाइलो छ। राति भएपछि मान्छेहरू एकदमै आउँछ। अहिले चाहिँ म एकछिन बस्छु, मान्छेले एकछिन बस भन्नुभएको छ। बेलुका भइसकेपछि अलि तरकारीको भाउहरू चाहिँ एकदमै घटेर अलि सस्तोमा आउँछ भनेपछि त्यो चाहिँ बसिरहेको छु। सम्पूर्णले चाहिँ च्यानलमा नयाँ हुनुहुन्छ भने फेरि पनि भन्छु लाइक कमेन्ट सेयर गरिदिनु होला। मेरो छोटो मिठो भ्लगमा मलाई वाच टाइम एकदमै कटाउनु छ। र वाच टाइम कट्ने बित्तिकै मेरो चाहिँ च्यानल मोनिटाइज हुन्छ। सर्ट च्यानल चाहिँ होइन मेरो, त्यसैले म सर्ट्समा चाहिँ धेरै मिहिनेत गरेको छैन, भिडियोमा मिहिनेत गरेको छु। वाच टाइम चाहिँ एकदमै गाह्रो छ मलाई कटाउन। त्यसैले हेरेर भिडियो डाउनलोड गरेर छोडिदिनु होला, पछि डिलिट गर्दै पनि केही भएन।
र यस भिडियोलाई लाइक कमेन्ट सेयर र डाउनलोड सब्सक्राइब र डाउनलोड गरेर छोडिदिनुहुन्छ भने मलाई चाहिँ एकदमै मेरो च्यानललाई चाहिँ प्रमोसन हुन्छ। अहिले म भर्खरै यो ठाउँमा आएको नि त। पहिला म दमौली नत्र भिरकोट मेरो जुन गाउँमा बस्थेँ, अनि त्यसपछि चाहिँ अहिले चाहिँ म यता चितवन साइडमा आएको छु है। सम्पूर्णले चाहिँ मेरो भिडियोहरू केही समयको लागि भए पनि यो ठाउँको हेरिदिनु होला र यस ठाउँको चितवनको जति पनि तराईमा बस्नुहुन्छ सम्पूर्णले हेर्दै हुनुहुन्छ भने च्यानललाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। यही भन्न चाहे म चाहिँ। हाट बजार एकदमै चर्काचर्की छ, सबै किनमेल लागिरहेको छ, रमाइलो छ, गीत बजिरहेको छ। नाइट भ्यू जस्तो लाग्छ, सपोर्ट गरिदिनु होला। त्यहाँ के यस्तो दामी मालाहरू छ होइन, खास गरी लेडिजहरूको लागि के गर्नु होइन, गर्लफ्रेन्ड भएर लैजानु हुन्थ्यो, गर्लफ्रेन्ड छैन मात्र एउटा गर्लफ्रेन्डलाई लैदिन हुन्थ्यो, के गर्नु होइन। यहाँ छ कि यहाँनिर यस्तो दामी छ नि, यहाँनिर छ कि दामी मालाहरू छ कि यहाँ चाहिँ। जस रमाइलो छ जोस् हाट बजारमा। अलिकति भ्यूहरू देखाइदिउँ, अलि लामो नै बनाइदिउँ भ्लग भनेर चाहिँ म आइहालेँ। यहाँ स्केट पार्क रहेछ। एक दिन चाहिँ नानीसँग आउने भनेको, अरू साथीहरू पनि छैन। यस्तो दामी रहेछ यहाँको। एक दिन रातिमै आउनुपर्छ जस्तो लागिरहेको छ। ठिकै रहेछ, 100 अरे यो यहाँ लेखेको हुन्छ नि। कतिपय त यही डरले गर्दा खेल्दैन कि फोनमा ल। त्यही बहुत दुःखले सिकेको मान्छेहरू चाहिँ खतरनाक लड्छ कि यहाँ चाहिँ। स्ट्यान्ड गर्ने सबै रहेछ। भर्खर सिक्नु कस्तै गाह्रो हुन्छ। आउनु त आउँछु म, हिजो आउने भन्थे, आज आउने भन्थे कि हिजो आउने भन्थे, मिलेन। आज चाहिँ एक्लै भने आउँछु भने तम्सिसकेको थिएँ म। अब काम चाहिँ त्यस्तै पऱ्यो, दिउँसो पनि एकदमै काम परिरहेको थियो मेरो चाहिँ, त्यही भयो। फेरि म हाट बजारतर्फ लाग्ने छु। हेरौँ केही सस्तो भयो, नत्र अब चाहिँ लिएर जानु पर्ने हुन्छ हामीले चाहिँ। यो साइकलमा एउटा हातले साइकल लिएर अर्को हातले फोन समातेमा भ्लग बनाउँदैछु। हजुरहरूको लागि कृपया च्यानललाई फेरि पनि भन्छु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। म यहाँ जानुपर्ने हुन्छ, अब चाहिँ तरकारी लियो। अब चाहिँ म हिँड्छु। गाइस लास्ट भ्लगको लास्टतिर आएको छु। सबैले च्यानललाई सब्सक्राइब गरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच गाइस।